हेलो गाइज, आज हामी एआईबाट भिडियो बनाउन सिक्छौँ। हेलो नमस्ते सबैजनालाई। धेरैजनाले सोधेको प्रश्न चाहिँ मलाई इन्डिभिजुअल मेसेज गरेर सोध्नु भयो, कतिजनाले चाहिँ फोन गरेर सोध्नु भयो, धेरैजनाले प्रश्न राख्नु भएको थियो। सो यस्तो खालको एआई भिडियो चाहिँ मोबाइलबाटै हामीले कसरी बनाउन सकिन्छ त भन्ने विषयको भिडियो हो। तपाईँलाई अलिकति मोबाइल राम्रोसँग चलाउन आउँदैन भने पनि तपाईँले यो बनाउन सक्नुहुनेछ है, किनकि अहिलेको टाइममा तपाईँले एआई सिक्नु भएन भने तपाईँ पछाडि पर्नुहुन्छ। तपाईँको मार्केटिङको लागि होस्, तपाईँको डेली भिडियोको लागि होस्, फेसबुकबाट पैसा कमाउनुको लागि होस्, धेरै कुराको लागि चाहिँ तपाईँले यस्तो खालको भिडियो बनाउँदै पोस्ट गर्न सक्नुहुन्छ। सो सबैभन्दा सुरुमा तपाईँले मोबाइलमा एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्छ। यदि तपाईँको अलरेडी छैन भने सुरुमा आउनुपर्ने हुन्छ एप्पल स्टोरमा, त्यहाँबाट तपाईँले GEMINI भनेर सर्च गर्नुहुन्छ। तपाईँको एन्ड्रोइड मोबाइल छ भने पनि प्ले स्टोरमा तपाईँले यही भनेर सर्च गर्न सक्नुहुन्छ। सो यो जिमिनी भनेर सर्च गरिसकेपछि यसलाई डाउनलोड गर्नुहोस्। सो डाउनलोड गरिसकेपछि यसरी यहाँ देख्न सक्नुहुन्छ डाउनलोड भइरहेको छ यहाँ। सो डाउनलोड भइसकेपछि यसलाई ओपन गर्न साथ तपाईँको यदि अलरेडी जिमेल छ भने तपाईँलाई जिमेल बनाइराख्नु पर्दैन। गेट स्टार्टेड गरौँ। त्यसपछि यस्तो खालको इन्टरफेस खुल्छ होइन। यस्तोमा खोलिसकेपछि तपाईँ यतातिर 2 डट टाइपमा क्लिक गर्नुभयो भने तल तपाईँले सेटिङ देख्नुहुन्छ। सो तपाईँ त्यहाँ सेटिङमा एकचोटि के गर्नु पर्यो, क्लिक गर्नु पर्यो। सेटिङमा क्लिक गर्ने बित्तिकै तपाईँलाई यहाँ धेरै अप्सनहरू देखिन्छ। त्यहाँ मध्ये एउटा अप्सन हुन्छ अवतार भन्ने। अवतारमा क्लिक गर्न साथ तपाईँलाई चाहिँ यहाँ गेट स्टार्टेड भनेर एउटा बटन देखिन्छ। यहाँ चाहिँ क्लिक गर्ने बित्तिकै यहाँ तपाईँको सुरुमा टेक अ सेल्फी भन्छ, त्यसलाई हामीले स्टार्ट गरियो अनि एलाउ गर्नु पर्यो। माइक्रोफोन क्यामेरा के उसले एलाउ गर्नु भन्छ, त्यसलाई एलाउ गरिसकेपछि हरेक टाइम जस्तो चाहिँ तपाईँलाई देखिनु मन लाग्छ त्यही अनुसार मेकअप गरेर तपाईँ रेडी हुनु होला, किनकि तपाईँको कपाल एक ठाउँमा बिग्रेको छ भने पनि धेरै ठाउँमा बिग्रिन्छ। सो यहाँ चाहिँ उसले चाहिँ इङ्ग्लिसमै भन्न लगाउँछ। यहाँ 40 देखिया छ भने तपाईँ 40 भन्नु पर्यो, 79 देखिया छ भने 79 भन्नु पर्यो, चिचाएर भन्नु पर्यो। बनाइसकेपछि उसले राइट र लेफ्ट हेर्न भन्छ। त्यति बेलामा चाहिँ आफूले यसरी फर्किनु पर्यो जति बेला उसले फर्किनु भनेको छ। सो दुईतिरै यसरी तपाईँको साइडको पनि भ्यू लिनको लागि यता फर्किने भन्दा उता फर्किने, यता फर्किने भन्दा उता फर्किने गर्नुभयो भने यसरी तपाईँको अवतार रेडी भयो। सो यो रेडी भइसकेपछि एकछिन टाइम लिन्छ, अपलोडिङ देखाउँछ। ओके, सो अपलोड भइसकेपछि यु क्यान क्लोज भन्ने, यसलाई क्लोज गर्न सक्यो अनि यहाँ गट इट लेखेर हामी ब्याक हुन सक्यो। सो अब यहीँबाट युज अवतार गरेर पनि तपाईँ च्याटमा जान सक्नुभयो, नत्र त्यहाँ न्यू च्याट भन्ने अप्सन आउँछ, हामी त्यहीमा जानु पऱ्यो। न्यू च्याटमा गइसकेपछि आफूलाई के भन्न मन लाग्छ नेपालीमै तपाईँले सरर भनिदिनु भए पनि हुन्छ। @ भनेर आफ्नो चाहिँ सुरुमा युजर नेम जुन चाहिँ तपाईँको जिमेल एकाउन्टको हुनसक्छ, कसैको हुनसक्छ, त्यो युजर नेम भनेको तपाईँ हो। ओके, सो हामीले के गरेका छौँ भन्दा एउटा प्रम्प्ट जस्तो दिएका छौँ सुरुको भिडियो बनाउनको लागि। मैले सिम्पल के भनेको छु भन्दाखेरि क्रिएट अ भिडियो इन पोर्ट्रेट। पोर्ट्रेट भनेको ठाडोमा मलाई भिडियो चाहियो। मैले जस्तो आफ्नो युजर नेम हान्नु पऱ्यो यहाँ @ गरेर, अनि त्यहाँ छुनु पनि पऱ्यो। जस्तो त्यहाँ छोएपछि त्यहाँ अवतारको फोटो सहितको तपाईँलाई देखाउँछ सेङ भनेको भनिराखेको। तपाईँलाई यो इङ्ग्लिसमा लेख्नु मन लाग्दैन भने मेरो एउटा भिडियो @ तपाईँले जहाँ दिए पनि हुन्छ, @ सुरुमा लास्टमा जता गएर पनि मेरो एउटा भिडियो बनाइदेऊ जहाँ मैले भनेको छु हेलो गाइज आज हामी एआईबाट भिडियो बनाउन सक्छौँ। यो प्रम्प्ट तपाईँलाई इङ्ग्लिसमै प्रोफेसनल दिनुपर्छ भन्ने केही पनि हुँदैन। सिम्पल तपाईँले मेरो एउटा भिडियो बनाइदेऊ भन्नुहोस्, तपाईँलाई लास्टमा गएर @ लेखेर तपाईँको जुन अवतारको युजर नेमलाई चाहिँ तपाईँले के गरिदिनुहोस्, मेन्सन गरिदिनुहोस्। अनि उसले एकछिन टाइम लिन्छ अनि त्यसपछि तपाईँलाई भिडियो बनाएर दिन्छ। सायद 10-15-20 सेकेन्ड जति उसले लिग्यो अनि एउटा यस्तो भिडियो एआईबाट भिडियो बनाउन सिक्छौँ र यस्तो भिडियो तयार गरिदियो। सो यो एउटा चाहिँ सिम्पल मोबाइलबाट चाहिँ कसैले भिडियो बनाउन सकिन्छ भन्ने हो। सो अहिले जिमिनीले के गरेको छ भन्दा फ्रीमा पनि यो अवतार एड गर्ने अनि भिडियो बनाउन दिने फिचर एड गरेको छ, जसमा चाहिँ धेरै युजरले चाहिँ एकैचोटि कमान्ड दिए, प्रम्प्ट दिए भने उसले पे गर अनि बल्ल दिन्छु भन्ने जस्तो मेसेजहरू दिन्छ। तर कति बेलामा फ्रीमा पनि यो काम गर्न सकियो। र यदि हजुरलाई चाहिँ 400-500 रुपियाँ खर्च गर्नु मन लाग्छ र यो भिडियोहरू बनाइराख्नु मन लाग्छ भने तपाईँले एउटा क्रेडिट पाउनुहुन्छ। जुन चाहिँ तपाईँसँग ल्यापटप छ भने तपाईँले ल्यापटपमा गुगल फ्लोमा गएर सेम यस्तै गरेर यदि हजुरहरूले कमेन्ट गर्नुभयो भने मैले गुगल फ्लोको पनि भिडियो बनाउने छु, मोबाइलबाटै हामीले चाहिँ आज कसरी बनाउन सकिन्छ भनेर सिकेका थियौँ। र यसरी चाहिँ तपाईँले दिनको 3-4 र कति बेलामा यो कस्तो छ भन्दा
गर्दाखेरि चाहिँ लिमिट देखाए तापनि कति बेलामा तपाईँको आजको लागि कोटा पुरा भयो भोलि आइज बना भन्छ जिमिनीले, तर हामीले केही समयपछि ट्राई गर्यौँ भने त्यसमा बन्न सक्ने पोसिबिलिटी चाहिँ हुन्छ। तपाईँले यस्तो तरिकाले धेरै भिडियोहरू पनि बनाउन सक्नुभयो र तपाईँ यदि पेडमा जानुभयो तपाईँको एआई प्रोहरू मोडलमा चाहिँ जानुभयो भने तपाईँको त्यहाँ क्रेडिट 1000 क्रेडिट हुन्छ, कुनैमा 200 क्रेडिट हुन्छ होइन। त्यही क्रेडिट अनुसार एउटा भिडियो बनाए बापत 15 क्रेडिट उसले लिख्छ। सो त्यो 15 क्रेडिटमा चाहिँ तपाईँले एउटा भिडियो बनाउनु भयो, अर्को भिडियो बनाउनु भयो, गर्दै गर्दै एउटा लामो खालको भिडियो पनि तपाईँले बनाउन सक्नुभयो। सो यसै गरी तपाईँले चाहिँ एआईबाट राम्रो भिडियो बनाउन सक्नुहुन्छ। सबैले सुरु गरिसके मैले चाहिँ किन बनाउन सकिरहेको छैन भन्ने जस्तो तपाईँलाई लागिरहेको छ भने यो भिडियोलाई सुरुदेखि लास्टसम्म हेर्नुहोस्। बुझ्नु भएन भने तपाईँले कमेन्ट छोड्नुहोस्, मैले अझै डिटेलमा एकदम सजिलो तरिकाले, योभन्दा पनि सजिलो तरिकाले हजुरहरूलाई बुझाउने छु। सो आजको लागि यति नै। लाइक गर्नुभएको छैन भने लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुभएको छैन भने कमेन्ट गरिदिनुहोस् र सब्सक्राइब गरिदिनु होला युट्युबतिर। फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला। धन्यवाद। Now you can share them with everyone. थ्याङ्क्स फर वाचिङ। अब अर्को भिडियोमा भेटौँला। नमस्ते।